अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारमा पूर्व अर्थमन्त्री विजय कुमार यादव सहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मध्य प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादव, बागमती नगरपालिका प्रमुख भरत कुमार थापा, बागमती नगरपालिकाका तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान सहित 8 जनालाई प्रतिवादी बनाउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादवले मन्त्री परिषदबाट निर्णय नगराई एकल रूपमै सर्लाही स्थित भरत तालमा माछा पोखरी निर्माणका लागि बागमती नगरपालिकालाई 30 करोड अनुदान दिएको अनुसन्धानबाट खुलेको छ। बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरञ्जन लामिछाने, तत्कालीन योजना प्रमुख सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय कुमार, मध्य सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल लगायत 8 जनाका विरुद्ध 8 जनालाई प्रतिवादी बनाएर आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अदालतमा मुद्दा दायर गरेको हो। यसमा कुल बिगो 56 करोड 71 लाख 7,292 रुपियाँ कायम गरेको छ। कुनै सम्भाव्यता समेत अध्ययन नगरी बागमती नगरपालिकालाई माछा पोखरी निर्माण गर्न प्रदेश सरकारले 47 करोड रुपियाँ दिएको रिटमा उल्लेख छ। त्यसमध्ये 17 करोड मन्त्री परिषदबाट निर्णय गराएको भए पनि 30 करोड रुपियाँ अर्थमन्त्रीको एकल निर्णयबाट गरिएको जनाइएको छ। उक्त स्थानमा माछा पोखरी निर्माणका लागि पटक पटक अनुदान लिए पनि माछा पालन भने भएको छैन। अख्तियारले पूर्व मन्त्री विजय कुमार यादवसँग 29 करोड 79 लाख 86 हजार, बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत कुमार थापा र नगरपालिकाकी निलम्बित उपप्रमुख लीला कुमारी मोक्तानसँग जनही 56 करोड 71 लाख बिगो दाबी गरेको छ। बागमती नगरपालिका